बालेन सर, यदि तपाईले यो चुनाव हार्नुभयो भने कसरी मुख देखाउनुहुन्छ? त्यसरी नै देखाउँछु। अनि केपी बा, तपाईलाई बालेन सरसँग चुनाव लड्न पाउँदा चाहिँ कस्तो लागेछ? मजाक लागेछ। मजाक त त्यस्तै हो। बरु बालेन सर, अब के कुरा गरौँ? एकछिन पर्खिनुहोस् है, मेरो बुढीको बारेमा चाहिँ कुरा गरौँ। नगरौ न, यो यस्तो नगरौ न। के बरु बालेन सर, केपी ओलीलाई केही भन्नु न। तेरो अनुहार गोलबेडाको हेर्दै थिच्न मन लाग्छ। कस्तो देखिन्छु भन्ने त म पनि ऐना हेर्दैछु नि कहिले कहिले। कस्तो देखिनु नि, गोबरमा लत्ताले हाने जस्तो। अपमान। हे केपी बा, जिस्के के हुँ के, तपाईँ त जवानै देखिनुहुन्छ नि। त्यसमा पत्याइहाल्नु पर्ने कुनै जरुरी छैन। ठिकै हो। अनि केपी बा, योपालि बालेन सरले चुनाव जित्नुहुन्छ त? अनि के एमाले चुनाव जित्छ हो? होइन होला है। चुनाव गराए एमाले चुनाव जित्छ। गाजा मात्र खाएर गिदी पुरै सुकाइस। म गाँजा खान्न, म रक्सी खान्न, चुरोड खान्न, खैनी खान्न। अनि किडनी चाहिँ कसरी फेल भयो त? यो अलिक तरिकापूर्ण प्रश्न पनि भएन। भइगयो यो कुरा छोडौँ। बरु बालेन सर, जनताहरूलाई केही भन्नुहोस् न। आइएको मधेसिया पीएम बने वाला है, वहीला घंटी में वोट नहीं रहे के, सही लोग आवे वाला है, वहीला घंटी में वोट रहे के। ल, अनि यो भाषा त हामीले कसरी बुझ्ने? नबुझ्ने? नेपाली भाषामै भोट माग्नुहोस् न कि प्लिज। म मन पर्छ भने मलाई भोट दिनु, म मन पर्दैन भने मलाई भोट नदिनु। केपी बा, उहाँको भोट माग्ने शैली कस्तो छ त? बहुत राम्रो। अनि हल्ला पनि त उहाँले जित्नुहुन्छ भनेर छ नि। चुनावसम्म यस्तो कुरा चलिरहन्छ, चुनावपछि आफै थाहा भइहाल्छ। जे पोस्, बरु भन्नु न, बालेन सरलाई देख्दा तपाईँ के सम्झनुहुन्छ? मैले हाम्रो घरको एउटा तिल्के भन्ने गोरु थियो, त्यो सम्झेँ। किन नि? एउटा जमानामा त्यो तिल्के भन्ने गोरुले अरूलाई देख्नै हुँदैन थियो। सिङौरी खेलिहाल्नु पर्ने, भुइँ खोस्रै हाल्नु पर्ने, धम्काइहाल्नु पर्ने, तर्साइहाल्नु पर्ने, आफू गाँगो गरिहाल्नु पर्ने। त्यसको उदाहरण तपाईँ नै हुनुहुन्छ नि।